स्पाइनल कर्डहरू फ्र्याक्चर भएको केसमा नगर्ने। अर्को कुरा क्लटिङ डिसअर्डर, रगतको जम्ने समस्या छ भने पनि तपाईँले जबरजस्ती मसाज गरिदिनु भयो होइन, कतै रगतहरू कहिले केही टिस्यु इन्जुरीहरू केही क्लटिङ उसहरू भयो भने त्यहाँ ब्लिडिङ हुन सुरु गर्छ कि। त्यही भएर क्लटिङ डिसअर्डर जसको रगत जम्नेमा समस्या छ नि त्यस्तो व्यक्तिहरू होइन, त्यसलाई डिसेमिनेटेड क्लटिङ डिसअर्डर भन्छ, डिआइसी कोआगुलोपेथी भन्छ। त्यस्तो रगत सम्बन्धी जम्ने कुनै प्रकारको चाहिँ एब्नर्मल समस्या छ भने त्यस्तो बिरामीलाई पनि यो ब्याक केयर चाहिँ गर्न मिल्दैन है। अब गर्ने बेलामा सामानहरू हामीलाई के चाहिन्छ त, एउटा बाल्टिनमा पानी चाहिन्छ। अब तातो पानी हाल्नु पर्यो सिजन अनुसार, अहिले गर्मी नै छ मैले चिसो नै लिएछु। बिरामीको प्राथमिकता सोध्ने, कोही चाहिँ मन तातो पानी भन्यो भने तताइदिने है। बाटा चाहियो तपाईँलाई, बाल्टिन चाहियो, यो गएर चाहिँ मग चाहियो, 2टा बेसिन चाहियो। एउटामा पानी हालेर दिनुहुन्छ भने एउटामा 4 पानी हाल्नु पर्यो होइन। एउटा मात्रै बेसिन लिनु भने 4 पानी कता फाल्ने त। बाथरुममा दौडेर जाँदाखेरि बिरामी यहाँ लट्यो, बिरामी हराइ जाला अरे, डिमेन्सियाको बिरामी समस्या भयो कि भएन। त्यही भएर चाहिँ यसमा पानी लिने, त्यो 4 भएको पानी चाहिँ यसमा फाल्ने। यो किडनी ट्रे हो, किडनीको आकारमा हुन्छ। यसलाई हामीले अरू प्रोसिजरमा पनि डस्टबिनको रूपमा युज गर्छौँ। यसमा चाहिँ अब यो टालो हाम्रो युजली ड्राई हुन्छ है, 2टा टालो ड्राई हुन्छ। पुसिसकेपछि अब यो चिसो टालो चाहिँ यहाँ राख्नु भएन, ट्रे 4 हुन्छ। त्यही गरेर चाहिँ पानी लगाइसकेपछि यो यसमा राख्न सकिन्छ है। यो चाहिँ किडनी ट्रे हो। नेक्स्टमा तपाईँलाई चाहिने भनेको के चाहियो त, सोप र सोप डिस चाहिन्छ है। अनि अर्को भनेको टावल चाहिँ हामीलाई 2टा चाहिन्छ है। एउटा टावल चाहिँ हामीले म्याकिन्टोसको मुनि ओछ्याउनु पर्यो, अर्को टावलले हामीले के गर्नु पर्यो त, डाँड पुस्नु पर्यो। यो भनेको हाम्रो के हो त, स्पन्ज टावल हो है। स्पन्ज क्लथ पनि भन्छ, यो सानो साइजको रुमाल नै हुन्छ बेसिकली। यसलाई चाहिँ हामीले चाहिँ हातमा बेरेर बल्ल प्रोसिजर सुरु गर्नुपर्छ है। बेर्दाखेरि चाहिँ बुढी औला फ्री राख्ने, यो पार्टमा यो जुन टुप्पो भएको पार्ट चाहिँ अब बाहिर देखियो भने राम्रो हुँदैन नि, भित्रपट्टि पार्ने। यो टुप्पो भएको पार्ट यसरी भित्रपट्टि पारेछ, यो फरकको घुमाउनु, त्यहाँबाट यहाँ माथि अड्काउनु कि गाँठो बनाउनु है। त्यसपछि यो तल्लो भागलाई चाहिँ यो यसरी मिलाएर यो भागलाई पनि यहाँ यसरी गाँठो बनाउनु। यो यसरी अड्कायो भने तपाईँलाई पुस्न के गर्नु त सजिलो भयो। साबुन पनि यसमै लगाएर लाउन पनि सक्नुहुन्छ अथवा हातले पनि गर्न सक्नुहुन्छ है। तपाईँको साथीले गर्नुहुन्छ है, यो प्रोसिजर चाहिँ तपाईँहरूले पनि पालो गर्नुपर्ने हुनसक्छ। अलि धेरै हुनुहुन्छ, फेरि आज आयो के रिभर क्लास, तपाईँहरूले टाइम खाली चाहिँ भएन, यत्तिकै जानु पऱ्यो भनेर रहोस् भनेर मैले छिटो देखाएको छु। नत्र तपाईँहरूले पालो गर्नुपर्ने हुन्छ। मैले हेरेर प्रोसिजर ओके हुनुपर्छ, तपाईँको टाइम मिलाएर त्यसपछि पालो बोलाउँछु, एप्रुभ हुनु पऱ्यो कि यत्तिकै साइन दिनु मिल्दैन त होइन। पछि तपाईँले बिगाऱ्यो भने म फसादमा पर्छु फेरि। मेरो त फेरि यताको युकेको 2टैको रेजिस्ट्रेसन छ, 2टै क्यान्सल हुन्छ फेरि। त्यही भएर चाहिँ यहाँ राम्रोसँग सिकेर जानुपर्छ है। ल अब साथी यो क्वेसनमा छ भने उहाँले टर्न गरेर सबै देखाउनुहुन्छ। अहिले भर्खर सिक्नुहुन्छ है उहाँले। आराम हुनुहुन्छ भनेर सुरु ठिकै छ नि भन्नुपर्छ। म हजुरलाई बिस्तारै सार्दैछु है, अलिकति यता 2टा मान्छे चाहिन्छ है स्लाइडिङ सिट उहाँलाई थोरै यता सारे, 2जनाले यता सारियो। अब हजुरको म हात अलिकति यता बढाउँछु है, एउटा हात, यो हात पनि म हजुरको चेस्टमा राख्छु है। यो सबै हिब्रूमा भन्नुपर्छ है, म बुझ्दिनँ, हजुरहरू सिकेर आएपछि उता हिब्रू बोल्छ अरे कि सर 2चोटि जानुभयो हजुर। तपाईँले चाहिँ ढाड धुनको लागि चाहिँ अब यसरी फर्काउनु पर्यो होइन, त्यो फर्काउनु पर्यो। त्यसको लागि यो गर्दैछु बोलेर है, खुट्टा पटक नगरिदिनु, म यो गर्दैछु यो गर्दैछु भन्नुपर्छ है। अब यो हिपको भन्दा तलपट्टि र यो माथि छुने भन्नुभएको छ यहाँले। यसरी बिस्तारै उहाँलाई मेरो खुट्टाको पोजिसन पनि यस्तै राख्नु, फरक्क गर्नु पर्यो है। ल पर्खिनुहोस् त, उहाँ एकचोटिमा फरक्क भयो होइन, फोर्सबाट लाउनु पर्यो। जस्तै कि यो बिरामीलाई चाहिँ बिचमा राखेर फर्काउनु हुँदैन। बिचमा राख्यो भने तपाईँले उता कोटोबाट आउँदा बिरामी टु फार जान्छ। त्यो आफूतिर तान्नको लागि स्लाइडिङ सिटमा राख्नुपर्छ है। स्लाइडिङ सिट बाहिरतिर पाउँछ, यहाँ चाहिँ होइन। चिप्लो यस्तै हो, कपडा चाहिँ रातो कलरको र येल्लो कलरको आउँछ, त्यो ओछ्याउने हो। ओछ्याएपछि चाहिँ 2जना मिलेर अलिकति यता आफूतिर सार्ने, जस्तै उतातिर हजुरले समात्नुहोस् त। अहिले सपोज यसलाई स्लाइडिङ सिट भन्ने मानौ है, योतिर गर्दाखेरि यहाँ ह्यान्डल हुन्छ कि यसमा है। अनि 1 2 3 गरेर अलिकति आफूतिर सार्ने हो। मैले यसरी तानेँ नि, अहिले चाहिँ यो मेरो कपडा इनअप्रोप्रिएट भएर मलाई फोर्स लाग्यो। सधैँ यस्तो फोर्स लाग्यो भने पाठे गरे जान्छ है। यहाँ चाहिँ स्लाइडिङ सिट आउँछ, त्यसले गर्दा चाहिँ सजिलो हुन्छ कि। अलिकति मैले यतातिर गरेँ, तपाईँले चाहिँ बिरामी जे होस् यता ब्याक रोल नहोस् भनेर तपाईँ साइडमा बस्दिएको बार मात्रै हो, यताको मान्छेले तान्छ हिँड्न काम हुन्छ है। त्यसपछि यो हातलाई यहाँ चेस्टमा राख्ने, यो चाहिँ यतिकै गरेर घुमाइदिनु भने हात थिच्छ कि थिचेर यो अलिकति यतातिर राख्ने, चेस्टमा हात राख्ने भन्ने है। मैले चाहिँ तपाईँले चाहिँ ब्याक केयर गर्दा ढाड चाहिँ उता कोल्टो गराएर पल्टाउने कारणले गर्दाखेरि यो गर्दैछु भनेर चाहिँ भन्नु पर्यो बुझ्ने भाषामा।
अनि यो खुट्टा पनि यसरी फोल्ड गर्दैछु है भन्नु पऱ्यो जरक मरक गरेर ओछ्याकको उछाइ टिराइदिने होइन त्यसपछि ठ्याक्कै यो आर्मको तल एउटा आर्म हिपमा यहाँ चाकमा छुनु भयो भने बुकमा चाहिँ यहाँ हिपमा भन्छ अलिकति हिपभन्दा तल राख्नु सेफ साइडमा हुनलाई होइन कहिलेकाहीँ मेल दाजुभाइ चाहिँ फिमेललाई गर्दा अप्ठ्यारो हुन्छ कहिलेकाहीँ फिमेललाई त मेललाई छुँदाखेरि मेलले मलाई इनअप्रोप्रिएट भयो भनिदिएला है त्यही भएर चाहिँ हिपमै नराख्ने अलिकति तलतिर राख्ने त्यहाँबाट काउन्टमा 3टामा उहाँ तपाईँ नसर्नुहोस् है आफै तपाईँ चाहिँ अनकन्सियस बिरामी हुनुहुन्छ होइन अथवा प्यारालाइज बिरामी हुनुहुन्छ त्यसपछि खुट्टा अलिकति लेग अपार्ट गर्नुहोस् यो पोइन्टेड गऱ्यो भने गाह्रो हुन्छ जस्तै यो जुत्ता लगाएर गाह्रो हुन्छ कि हुन्न होइन जति फ्ल्याट लाउनु भयो त्यति एरियाले हाम्रो प्रपोर्सनली इन्भर्सली प्रपोर्सनली के हुन्छ त प्रेसर हुन्छ है अलिकति फ्ल्याट गर्ने एउटा खुट्टा अलिकति अगाडि राख्नु आफ्नो ब्यालेन्सको लागि त्यसपछि एउटा खुट्टा यहाँ 1 2 3 मा उचालिदिनु लङ रोल भन्छ कि यसलाई है तपाईँलाई जस्तै फ्र्याक्चरको केसहरूमा पनि गर्न पऱ्यो भने अब फटाक अगाडि अलिकति सानो हड्डी डिस्लोकेट हुन्छ एक रोलमै गरिदिनुपर्छ अलिकति पुस्दै दिनुपर्छ तपाईँले है हुत्तै गरेर उतै उछिटाइदिने पनि होइन अलिकति फोर्स लगाएर चाहिँ अब जस्तो उहाँ सर्नु भएन नि मैले एकचोटिमै गर्नु पऱ्यो कि है ल अब यो चाहिँ सर्ट चाहिँ अब गर्नु हो गुड वान टाइममै भयो नि त होइन ल अब बिस्तारै हजुर कपडा माथि लान्छु म हजुरको युजली ब्याक केयर गर्दा बिरामीको चाहिँ टी सर्टै खोलेर गरिदिनुहोस् है किनभने कहिले टी सर्ट लाउँदा यहाँसम्म हुन्छ यो तिखो हड्डी यहाँसम्म पुग्नु पऱ्यो कि यो हड्डी चाहिँ पुग्नु भएको छ यहाँ कि यो घाँटीमा पुग्नु पऱ्यो यो पनि यहाँसम्म पुग्नु पऱ्यो टी सर्टै खोलेर गरिदिनुहोस् अहिले हामीले चाहिँ मलाई अप्ठ्यारो हुन्छ भनेर टी सर्ट यस गरेँ होइन अर्को सरी है तपाईँलाई लाग्यो नेक्स्टमा चाहिँ अब ल हजुरले चाहिँ यो पानीहरू रेडी गर्दै गर्नुहोस् त म चाहिँ बिरामी कभरेज गरिदिएँ अगाडि यो जुन भाग गर्ने हो त्यो मात्रै देखाउने है तपाईँहरूले अरू भाग चाहिँ छोपिदिनुपर्छ अब मेल हो भने पनि त अन हुन्छ फिमेल हो भने त झन् अगाडि ब्रेस्ट हुन्छ छोप्नै पर्छ किनभने यहाँ ब्याक केयर गर्ने भनेर उतातिर चाहिँ एक्सपोज गर्न मिल्दैन है पछि पनि त्यही हो छाती धुँदा छाती मात्रै गर्ने पेट धुँदा पेट मात्रै एक्सपोज गर्ने प्राइभेसी मेन्टेन गर्ने दुईवटा बिरामी यहाँ हुनुहुन्छ भने हामीले के पनि लगाउनु पऱ्यो पर्दा स्क्रिन चाहिँ साथीले गर्नुहुन्छ हजुरलाई पानी लगाउँदैछु है सुरुमा एकदम गुड नभनिकन हालिदिएको भए के हुन्थ्यो फङ्गनमै हुन्थ्यो पन्जा चाहिँ एचआइभी हेपाटाइटिस बीहरू होइन सरुवा रोगहरूमा चाहिँ अनिवार्य लाउनुपर्छ हाम्रो प्रोटेक्सन चिसो हुन्छ है अब एचआइभी पनि तपाईँले यत्तिकै छुँदैखेरि हामीलाई सर्दैन कि हाम्रो पनि कट हुनु पऱ्यो उहाँको पनि कट हुनु पऱ्यो ब्लड जानु पऱ्यो तर हेपाटाइटिस बी चाहिँ तपाईँको स्वेटबाट पनि सर्न सक्छ त्यही भएर पन्जा चाहिँ राम्रो कुरा हो अप्सनल हो लुज ग्लभ्स त्यहाँ छ लुज ग्लभ्स राख्न सकिन्छ नर्मल अरू केसेसमा चाहिँ किनभने मसाज गरेको हाम्रो वार्मले दिने हो कतै पनि मसाज पार्लरहरू जानु हातले नै दिनुपर्छ बेड ह्यान्ड चाहिँ है यता आउनुहोस् मजाले वर्क एरिया सजिलो यो सबै सामान चाहिँ ट्रलीमा हुनुपर्छ हामीसँग यहाँ ट्रली छैन आफूले युज तत्काल युज गर्ने सामान यो माथिमा राखेको सबै माथि ट्रलीमा राख्ने यो पानी भनेको थप हो नि त त्यो चाहिँ तल्लो ट्रलीमा राख्ने यसरी गोरो गोरो गर्दै एक्सपिरियन्स गर्दै हो अनि मजाले लिनु पानी मात्रै आयो है सामुनै आएन बेडहरू प्रायः यस्तै हुन्छ हजुर रिमोट वाला हुन्छ कि तपाईँको माथि तल बेड सबै गर्न मिल्छ यो चाहिँ तल घुमाउने छ माथि गर्न चाहिँ मिल्छ तर यो बेड पुरै माथि गर्ने मिल्दैन बाहिर चाहिँ के हुन्छ तपाईँको होम केयरमा तपाईँको बाहिर त बेडहरू हुन्छ नि यस्तो नर्मल बेडमा त सुताउँदैन यो त घरमा मात्रै हो बिरामीको बेड त यस्तै हुन्छ तल गुर्काउने नि हुन्छ किनभने एक्सरेहरू गरेर गुर्किन्छ कि बेड रिमोट हुन्छ अनि त्यसको चाहिँ हाइट गर्दाखेरि अहिले चाहिँ हामीले यहाँ गरेको छैन यो बेड हुन्छ नेक्स्ट टाइम चाहिँ विदेशमा चाहिँ बेड के गर्ने त यो कम गर्यो कि तपाईँको वेस्ट लेभल यसको हाइटमा अलिकति इन्क्रिज गर्ने त्यो भयो भने तपाईँलाई पछि सजिलो हुन्छ काम गर्नु रिमोट कन्ट्रोल अझ नेपाल पनि आइसकेको छ के को विदेश यहीँ म नेपाल कता कता छ त्यो बेड माथि तल रिमोटले बिरामीले आफै थिच्नेवाला हुन्छ त्यो गर्दा चाहिँ हो त्यो मजाले ऱ्याप गर्ने अनि स्मुथ यता हेर्नुहोस् न अनि यो सबै टप गरेर यसरी हुनु पऱ्यो पुस्दाखेरि यहाँ यसरी यो भाग पनि यसरी जान सकिन्छ पछाडि धेरै ऱ्याप रब नहुने यसरी लङ स्ट्रोकमा चाहिँ यसरी रब गर्ने यो गर्दा यता यता साबुन लाउनु भएको छैन सबै राम्रोसँग डबल तिर्कल निकाल्नुपर्छ ए हो यहाँ तपाईँले राख्नु भएको छैन सुरुमा हो तपाईँले चाहिँ प्रोसिजर गर्नुभन्दा अगाडि चाहिँ हजुर यो चाहिँ यहाँनिर ओछ्याउनुपर्छ है यो चाहिँ तपाईँले बिरामीले चिसो हुनसक्छ भनेर चाहिँ यो म्याकिन्टोस मात्रै ओछ्याउने होइन कि यसको माथि के गरेको त टावलले छ्याएको म्याकिन्टोस भनेको रबर सिट हो अलिकति बिरामीलाई उचालेर यहाँ ब्याक लिएर आउने उहाँले अल्टाउनु हुन्छ
है। अब मैले साबुन लगाइसकेँ, उहाँको पुछिदिइसकेको छु। अब मैले उहाँलाई यो टावलले अझै सफा गर्दैछु। सफा गर्दाखेरि यसरी अठाउने मात्र गर्छौँ बिस्तारै, ड्याबिङ गर्ने हजुर ड्याबिङ। ड्राई यसरी बेसरी गर्दाखेरि उहाँको छाला जान सक्छ। त्यसो भएर बिस्तारै उहाँलाई यसरी सहज हुने तरिकाले, अनकम्फर्टेबल नभइकन। गाह्रो भएको छ सर? ठिक छ नि? सिरानी चाहिँ बिरामीले बाँध्नुहुन्छ भने निकाल्न पनि सक्नुहुन्छ। कहिलेका अर्को सिरानी भने गाह्रो हुन्छ कि यो यस्तो लाउनु भइहाल्छ, यहाँ गाह्रो हुन्छ है। लो लाइन कम्फर्टको लागि छ भने राखिदिने, नत्र भने युजली बुकमा चाहिँ हामीले निकालेरै गर्छौँ है सजिलो। अझै मैले पानी एक स्टेप बढी सफा गरिदिनु पर्ने थियो उहाँको, धेरै साबुन नलगाएको भएर थोरै मात्र एकचोटि। अब म्याडमले भनेअनुसार यो झ्याप्प यसरी निकाल्ने होइन भन्नुभएको छ। बिस्तारै खुट्टाहरूलाई एल्बो यो चाहिँ यो बनाएर बेन्ड नगर्नु है। तपाईँले चाहिँ पुसिसक्नु भयो, अब मसाज सुरु गर्नुभयो भने चाहिँ किन तपाईँले टावलले पुसिसक्नु भयो नि होइन। हजुर। मसाज मसाजको लागि हामीसँग बडी मेकानिक्सको पछि छुट्टै क्लास हुन्छ म्याथ अहिले ब्याङ्कीहरू। यो मसाजको लागि कहिले तेलले पनि गर्न सकिन्छ, कहिले पाउडरहरू। मसँग यहाँ पाउडर थिएन है, त्यो कुरा बुझ्नु पऱ्यो। पेसेन्टको छाला एकदमै अब ड्राई छ भने होइन, ड्राई छ गर्मी छ भने अब त्यसमा चाहिँ तपाईँले चाहिँ अब हेर्नु पऱ्यो। गर्मी सिजनमा पाउडर लगाइदिने, जाडोमा तेल लगाइदिने। अनि त्यसमा छाला एकदम ड्राई हुनेलाई चिल्लो बनाउन तेल लगाइदिने, अब अलरेडी चिल्लो छ भने पाउडर लगाइदिने है। हजुर, क्लिनिङ गर्दा साबुन सधैँ माथिबाट तल, मसाज गर्दा तलबाट माथि है। त्यो गर्दाखेरि इफ्लुरेजमा सर्कल, यसरी सर्कल आउटसाइड सर्कल, यो प्याडले होइन, यो पोइन्टले मात्रै होइन, यसले सर्कल ठुल्ठुलो सर्कल गर्दा यो हड्डीसम्म जानु पर्यो, टीको हड्डीसम्म जाने, स्वाट्ट तल आउने है। 3 to 5 टाइम्स यसरी यो इफ्लुरेज। यो गर्दा इफ्लुरेज। अब नेक्स्टमा के आउनु पर्यो त, पेटिसाज। पेटिसाज भनेको यसरी पिक गर्ने हो। यो चाहिँ यसरी बाहिरपट्टि हो कि बाहिर जाने, भित्रबाट यसरी बाहिर जाने है, यो भागले गर्ने। नेक्स्ट चाहिँ अब पेटिसाज गर्ने हो। छाला यसरी लिने, हेर्नुहोस् है, बिचबाट सुरु गर्ने, सधैँ बिचबाट सुरु गर्ने। छाला यसरी ल एकदम गुड भइरहेछ उहाँको। यो गर्दाखेरि महिला दिदीबहिनीहरूले कहिलेकाहीँ नङ काटेर आउनु पऱ्यो, कहिलेकाहीँ पुरुषले पनि पाल्छन् नपाल्ने होइन। साह्रै लामो भयो, बिरामीले कोतर्यो, अरूलाई कोतर्यो त सरी भने नि भयो। डायबिटिसको र कोतरेर घाउ पाक्यो भने फेरि अब अरूको कुरा नि भन्नुपर्ने हुन्छ फेरि। अब यो माथि यस्तो गर, यहाँ अब यताकोलाई गरे होइन नि हामीले, यहाँ पेटिसाज गर्नुहोस् त। सुरुमा बिचबाट गरेर यहाँ गर्ने, यताबाट गरेर यहाँ गर्ने। बिरामीलाई सुत्नुपर्छ है, भनेको अनुहार चाहिँ आउनु भएन भने रेडी गर्नु है। यो गरेर 11 त भएको छैन, तलबाट माथि गरेपछि यो त्यसरी है। ल यो सेकेन्ड स्टेप भयो। अब थर्ड स्टेजमा हामीले के गर्नु पर्छ त, कपिङ। यो सर्ट कस्तो बनाउने कि नागिन बनाउने, कप प्रपर हुनु पर्यो अनि माथिदेखि तल यसरी अल्टरनेट, दुईवटा ढ्याम गर्ने यसरी। उहाँले गरेको ठिक छ, अल्टरनेट फेरि तलबाट माथि। ल कप हुनु पर्यो, कफहरू निस्किन्छ कि तपाईँको खकाहरू जम्मा भन्छ भने। युजली धेरै हामी चाहिँ हिँडिराख्छौँ, हाम्रो कफहरू माथि तल हुन्छ। तपाईँ ब्रस गर्दा ह्याक गरेर फाल्नुहुन्छ, तर सुकिरहेको बेडिडन पनि फाल्न सक्दैन। सिग्नेचरहरू जम्मै तल छोड्न जान्छ होइन। यो लङ एरिया हुन्छ तपाईँको, योतिर एरियामा कपिङ गऱ्यो भने खकारहरू छ भने टाँसिन पाउँछ, त्यो डिस्लज भएर आउँछ कि। यहाँ टाँसेको खकारहरू डिस्लज भएर खकार आउन सजिलो हुन्छ। कपिङ कप सेपमै गर्नु पर्यो हो, त्यो नागिन बनाउनु पर्यो कि लगभग है। अब कपिङ गरेपछि अरू तलमाथि जुन गरे नि हुन्छ, इफ्लुरेज पहिला गरिहाल्नु पर्यो, पेटिसाज, कपिङ, यो तिनवटा छुटाउनु भयो है। त्यसपछि त तपाईँको गाडीको भाइपरहरू देख्नु भएको छ कि भएको छैन पुस्ने, यो भनेको फ्रिक्सन। यो हात सुरुमा तातो गर्ने, फ्रिक्सनको काम भनेको पाम टु पाम हातको हिट दिने हो। हिटले के गर्छ त, रिल्याक्सेसन गर्छ, ढाड दुखेको कम गर्छ। तपाईँले हट वाटर ब्याग जस्तो यो बाहिर कति राम्रो भएको छ होइन, त्यो आछ नि, यस्तो गरेर आनन्द आछ भित्र बाहिर है। ल यो चाहिँ भयो। नेक्स्ट भनेको फोनको भाइब्रेसन जस्तो होइन, हिट गर्नुहोस्, त्यसपछि चलाउँदै जाने, भाइब्रेसन दिने, कम्पन दिने। यो तपाईँको जाम भएको मसलहरूलाई के गर्छ त, यहाँ वर्ष गर्ने, यसरी दिने, माथि सार्नु, यसरी दिँदै सार्दै जानु, माथि सार्नु, यसरी भाइब्रेसन दिँदै जानु, यसरी यो मात्रै गर्नु भयो। यसरी भाइब्रेसन दिने है। तपाईँको फ्रिक्सनमा चाहिँ यो यस्तो यस्तो दुइटै आउँछ, यो यस्तो यस्तो भयो फ्रिक्सन चाहिँ, त्यो गाडीको त्यो जस्तो काम गर्छ नि त्यसले। त्यसपछि यसमा चाहिँ तपाईँले वार्म चाहिँ दिनु पऱ्यो, अनि यसरी भाइब्रेसन चाहिँ वार्म दिँदै हल्लाउँदै जानु है। यो चाहिँ तपाईँको
भाइब्रेसन भन्ने। अब स्पाइनल बिचमा दिनुहोस् त, यो ठ्याक्क मेरो गर्नकोलाई चाहिँ अलिक ब्रेस्ट अठ्याउने। प्रेसर फिल गर्नुभएको छ? गर्नुभएको छ? हल्का गर्नु पर्यो सर। निद्रा लाग्यो? गाह्रो भएको छ? राम्रो भयो नि, निदाउनु भयो है। ल पानी पिउनुहुन्छ? त्यो गर्दाखेरि यता हेर्नुहोस् त, यो उसलाई यसरी हेर्ने कि यसरी छड्के राख्नु यहाँ यसरी। ल फिल गऱ्यो हजुरले, थाहा पाउनु भएको छ? यसरी हल्का प्रेसर पनि दिनुपर्छ है यसमा, हड्डी नै भाँच्ने त होइन। त्यो छोयो भने पनि दिँदैन नि। अब आनन्द हुन्छ, आज घरमा गएर गरिदिनुहोस् त। को हुनुहुन्छ? बुढा आमा, बुढी आमा, अब तपाईँको पार्टनर को छ? प्र्याक्टिस गर्ने हुन्छ घरमै पनि होइन। एउटा तेल र यो मसाज मात्रै गरे हुन्छ, साबुन लगाइदिनु पर्छ हुन्छ होइन। यो यसरी गरिदिनुहोस् है। यो गरेर माथिसम्मै जाने है, यो भयो होइन। नेक्स्टमा हाम्रो के बाँकी भयो? फिक्सन, भाइब्रेसन, ट्यापोटमेन्ट भयो होइन। यो त्यसोवाला चाहिँ योवाला पनि गर्न सक्नुहुन्छ, ट्यापिङवाला है। यो रिबनहरू पनि एउटा गर्न सकिन्छ। लगभग सक्यो होला। तपाईँले एफ्लुरेस गर्नुभयो, पेटिसाज गर्नुभयो, त्यसपछि गएर तपाईँले कपिङ अथवा ट्यापोटमेन्ट भनेको एउटै हो। फ्रिक्सन गर्नुभयो, भाइब्रेसन गर्नुभयो, निटिङ बाँकी भयो है। यो मुसी जस्तो निटिङ छ है, यसरी मुसी यसरी बाहिर निकाल्ने, अथवा यो गर्न पनि सक्नुहुन्छ। यहाँ गर्ने बिचमा यो तल योवाला गर्नुहोस्। यो आफ्नो स्टाइल चाहिँ निटिङ गर्ने। यो कोहीले चाहिँ के पनि गर्नुहुन्छ, यो यसरी योवाला पनि गर्नुहुन्छ कि कोहीले चाहिँ यसरी गर्नुहुन्छ। तर बेटर चाहिँ यहाँ यस्तो गऱ्यो अनि यो तल यस्तो गर्ने, यस्तो गयो। यो प्रेस लगाउनुहोस् त, ठिक छ भने गरेको हो। भेरी गुड। यस्तो गर्ने, चिकको प्रेस दिने छ, धेरै नगरिदिने, हड्डी नै नभाँच्ने गर्नु। पुरुषहरूको पनि अलिक धेरै पावर गर्दाखेरि फ्रेजाल बुढाबुढीहरू छन् भने फेरि गयो फेरि है चिकको। तर यो दुईवटा चाहिँ हल्का प्रेस चाहिँ हेर्नु पऱ्यो, आनन्द हुन्छ। यो गर्दा आज सोध्नुहोस् त, घरमा बसेर गर्नुहोस्, त्यो हुन्छ। लास्टमा एन्डिङ केले गर्ने त? एफ्लुरेसले गर्ने। चरा पनि मसाज चाहियो क्या है। ल नेक्स्टमा चाहिँ हामीले एफ्लुरेस गर्ने। ल गर्नुहोस् त, लास्टमा टुङ्ग्याउँदा नि। एफ्लुरेस भनेको वार्मअप हो। स्टार्टिङमा नि फर्स्टमा एफ्लुरेस, टुङ्गाउँदा नि एफ्लुरेस है। अब यसमा चाहिँ खासै वार्मअप चाहिँदैन। यो तपाईँले चाहिँ बाहिरपट्टि यो यता यो हड्डीसम्म हो। यो यहाँनिर तपाईँको यो हड्डी यहाँसम्म टुङ्गिएको हुन्छ, यहाँसम्म गरेर बल्ल यहाँ लिएर आउने। अनि बिरामीलाई के गर्नु पर्यो त? अब यो कपडा पुलअप गरेर नयाँ फेरिदिने, योहरू हटाउने, अनि कम्फोर्टेबल पोजिसनमा राखिदिने। ल बिमारीले गर्ने भनेर गरिदिने हो कि हामी आफैले गर्ने? बेड सोर हुन सक्ने छ भने हामीले आफै गरिदिने हो, भन्नुपर्छ बिरामीले होइन। बेड सोर हुनलाई यहाँदेखि यो बटकसम्म गर्ने हो। अहिले उहाँ हिँड्ने डुल्ने हुनुहुन्छ, फेरि उहाँको मैले प्राइभेसीलाई एक्सपोज गर्न मिलेन। बेड सोर हुन सक्ने पेसेन्टको यहाँदेखि लिएर ठ्याक्कै तपाईँको यो बटक्सको कपसम्म यहाँसम्म यो पार्टमा नै हामीले गर्नै पर्छ। यो पार्टमा तपाईँलाई अड्ला हाल्ने त्यतिखेर ग्लोभ्स लगाउन सकिन्छ, नसकिने होइन है। क्लिन ग्लोभ्स लगाउने, स्टेराइल चाहिँदैन, त्यो लगाउने। यहाँसम्म गरिन्छ है। अब यहाँनिर बेड सोर हुन सक्ने भनेको यो उठेको यहाँ लास्ट हड्डी जुन हुन्छ नि यहाँ हुन्छ, त्यही भएर यहाँसम्म एक्सपोज गर्ने। अहिले उहाँलाई चाहिँ मैले गरेको छैन। नेक्स्ट कुरा अब हामीले पोजिसनिङको कुराहरू आउँछ एकैछिन है। सपोज उहाँ ल्याटरल पोजिसनमा सुतिराख्नु भएको छ भने एउटा सिरानी यहाँ हुनु पर्यो। अहिले चाहिँ म हटाउँछु है, त्यो गर्दाखेरि चाहिँ यो टाउको चालो यहाँ, अर्को सिरानी दुईवटा जति यहाँ राखिदिनु पर्यो, ताकि चाहिँ अब बिरामी अब अहिले पो उहाँ धान्ने कन्सियस हुनुहुन्छ। अनकन्सियस त यतिकै राख्यो, एकछिनपछि यता खस्न सक्नुहुन्छ नि त। त्यही भएर चाहिँ अब मैले 2-2 घन्टामा पोजिसनिङ गर्नु पऱ्यो। एउटा सिरानी यहाँ हुन्छ, एउटा यहाँ सानो छ भने एउटा होइन, ठुलो छ भने एउटा, सरी सानो छ भने दुईवटासम्म राख्न सक्नुहुन्छ। अर्को के पनि गर्ने भन्दाखेरि अहिले सिरानी छैन, मैले यही हटाएर युज गरेको छु है। अर्को चाहिँ के गर्ने भन्दाखेरि यसरी सुताउँदाखेरि उहाँलाई चाहिँ है एउटा सिरानी तल खुट्टामा राख्ने, किनभने यो र यो चुट्टी त यहाँ बेडसोर हुन सक्यो कि सकेन, यहाँ पनि हिलमा हुनसक्छ नि होइन। यो खुट्टा मैले यो खुट्टा उचालेछु है भन्ने, यो खुट्टा उचाल्ने, एउटा सिरानी यहाँ राखेर चाहिँ यो खुट्टा यसरी फ्लेक्स गरेर कम्फोर्टेबल राखिदिने, यसरी मेन्टेन गर्न सकिन्छ है। ल्याटरल पोजिसनमा राइट लेफ्ट, एउटा यहाँ सिरानी, एउटा यता मिलाउने, एउटा टाउकोमा यहाँ हुनसक्छ ल्याटरल पोजिसनिङ गर्दाखेरि है। नेक्स्ट अब तपाईँको के हुन्छ त? सुपाइन पोजिसन हुन्छ। सुपाइन पोजिसन भनेको उत्तालो सुत्नुहोस् त। अनि उहाँ यसरी सुतिराख्नु भएको छ भने एउटा सिरानी यहाँ टाउकोमा राख्नु पर्यो, दुईवटा सिरानी तपाईँलाई अझै चाहियो हातको लागि यहाँनिर राख्ने। किनभने यसरी सुतिराख्दाखेरि यो एल्बोमा के हुनसक्छ त? यहाँ तिखो हड्डी छ नि, यहीँ बेड सोर छिटो हुनसक्छ। यहाँ एउटा सिरानी यसरी राखिदिने माथिबाट, अर्को सिरानी एउटा राखिदिने, तल एउटा सिरानी चाहिन्छ। किनभने तपाईँको हिलमा पनि प्रेसर सुर हुनसक्छ। मेनली गरेर यहाँ प्रेसर सुर हुन्छ, यो पार्ट उठाएर हेर्ने। यसरी हेर्दाखेरि देख्न सजिलो हुन्छ, यहाँ गर्न एभ्री टाइम गाह्रो हुन्छ। फुल्टीमा एउटा मिरर लिएर हिँड्ने, यहाँ यसरी राखेर हिँड्ने
खुट्टामा यहाँ बेडसोर भएको छ कि धेरै यसरी सुतिराख्ने बिरामी छ भने त्यसपछि गएर चाहिँ प्रिभेन्सनको लागि टाउकोमा एउटा दुईवटा हातमा अघि राखे जसरी अनि खुट्टामा पनि के राख्ने त तपाईँले चाहिँ यसरी पिलो राख्न सकिन्छ होइन ठ्याक्कै यो हिल पार्टमा चाहिँ यो नहोस् भनेर है यसरी उभ्याएर राखिराख्नु भयो भने चाहिँ पेसेन्टलाई चाहिँ यो हिल पार्टमा पनि प्रेसर सोल हुँदैन अर्को कुरा हामीले के पनि राख्नु पऱ्यो त एयर म्याट्रेस अथवा वाटर म्याट्रेस राख्न सकिन्छ यसरी यसरी सुपाइन पोजिसनिङमा चाहिँ ल्याटरल पोजिसनमा दाहिने देब्रे जसरी हो सिरालीहरू त्यसरी राखेर पोजिसनिङ गऱ्यो भने बेडसोर कम हुन्छ अब एयर म्याट्रेसहरू छ भने त झन् राम्रो छैन भने हामीले अब यसरी भने पनि 2-2 घन्टामा के गर्नु पऱ्यो त चल्न नसक्ने बिरामीको पोजिसन चेन्ज गर्नु पऱ्यो बेडसोर प्रिभेन्सनको लागि क्लियर छ केही छ नबुझ्नु भयो यहाँसम्म तर टाइम भयो होला है हिब्रूको कति बज्यो